सो फाइनली के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम धेरै सन्चै आरामै छु सो आज चाहिँ हामी अब ट्याक्क सेलरी पनि आयो है केटा हो अनि त्यसपछि सेलरी आएर चटपट खाँदैछौँ ए ट्याक्क अब यो चियाको गिलासमा यता हुनुहुन्छ हाम्रो ट्याक्क सर र केटाहरू छन् सबैजना अनि म पनि यता छु अब ट्याक्क खानुपर्छ सबैजना मिलेर अनि अब यस्तै अब तक्लै हुनुहुन्छ तक्ले सर मलाई त तिम्रो त्यही मनपर्छ क्या तक्ले यार ल सबैजनालाई पास गरौँ ट्याक्क खाऊँ है ल म यता भिडियो बनाउँदैछु मलाई दुईटा हो लास्टमा अरे कसलाई पुगेन ओए त्यस्तो नगर है ए मैले जम्मैमा हालिदिएँ कि थाहै भएन केही छैन अहिले चाहिँ एउटालाई चाहिँ जानु ल ए खाइरहेको देखाउनु गाइस तक्ले सर हुनुहुन्छ हाम्रो काजल सुजन हाम्रो ठुटी सर विशाल सर हाम्रो दिपेन्द्र सर हाम्रो विमल एकलटे सर हाम्रो नोयल दादा सोहेल दादा विकास दादा दादा चाहिँ होइन है दामोदर दादा हेन्सम अरे हेन्सम गुड तिमी त होइन नि हेन्सम होइन हो तिमी नि हो तिमी तक्लु हेन्सम हो कटप्पा अरे कटप्पा दिपावलीमा आउँछ यहाँ के बोलेको हो साँच्चैको कटप्पा रहेछ के रक्सी खाएको होइन फेरि डिउ अनि फेरि गाइज मलाई त्यस्तो अब लागु पर्दातिर फसेको छैन लागु पर्दातिर फसेको छैन त्यो लागु पर्दा त भित्र त पर्छ नि सबै कहिले हुन त 10 पढेर छोडेकोलाई के थाहा 12 पढेकोलाई के हो बाल निक्ल्यो क्या के उस गर्न पर्यो क्या के हाल्न पर्यो क्या कि केटाहरू कसैको फेरि झऱ्यो क्या तलबाट चकाचक के अरे अनि मैले त बिर्सेँ त्यो भिडियो पनि छ तर भुजा त यत्रो डेन्जर धेरै पाइने नेपाल आयो तिमी पाइन्न नेपालमा क्या गाइज अब म त अब यस्तो ट्याक्क दुईटा गिलास नभए भानु पहिला एउटा भ्याउनु पऱ्यो नि यहाँ फेरि उरुङ छ कि माटो खतरनाक हो कि चटपटे त ए ल गाइज हामी चाहिँ आजलाई यति चटपट खाइयो यही हो अब आजलाई रमाइलो भयो अब नेक्स्ट टाइममा फेरि भेट्नुपर्छ दुसरा भ्लगमा त्यही हो गाइज एकदम धेरै माया गर्नुपर्छ सबैजनाले लाइक कमेन्ट सेयर हान्नु पऱ्यो ट्याक्क लाएर त्यही हो ल है त छुट्यौँ बाई बाई ल हेन्सी बालक तिमी के भयो अरे खतरै होइन तिमीले भोटमा हाल्न पायो भने केमा हाल्छौ घन्टीमा ल है त ल घन्टीमा हाल्छौ अरे ल भाइरल गराइदिनु पऱ्यो तिम्रो केपीमा होइन ए हो ल ठिक छ ल अरूलाई केटा अरूलाई के अरे रक्सी खाएर लाउँछ हाम्रो चाहिँ डिउै खाएर लाग्यो उता मैले चलाइरहेको थिएँ कि अब मैले तर झारिदिन्थेँ फेरि किन मार्ने भनेर मार्केट भइहाल्यो फेरि मरिहाल्यो ल त गाइज यति हो सो नेक्स्ट टाइम